यहाँनिर सिबी बारीहरू पुरा जङ्गल भएर चाहिँ आज म फाट्दैछु है। अन्त यस्तै हो, छुट्टीमा काम गर्नै पर्यो। अन्त त्यही भएर चाहिँ अब आफैले रोपेको छ भने होइन मजाले फलेछन्, जाँगरहरू पनि चल्छ नि। त्यही भएर चाहिँ सिबी दामी फलेको छ। त्यही कारणले गर्दा चाहिँ मैले यहाँ अलिक झारहरू साफसुफ गरेको। यसो यो गाईलाई घाँस पनि हुने हो। सिमी बारी ल्याउँछु ल, हत्तु हुनेछ। यो चाहिँ सिमी फलिरहेछ नि त, कस्तो दामी फलेछ हो। यहाँ त अस्ति मैले पञ्चमीमा रोपेको नि त, त्यो भएर चाहिँ दामी फलिरहेछ। पुरा जङ्गल भएर चाहिँ मैले यहाँनिर गोडिदिँदै गरेको होइन। त्यो के हो, हरियो खाले फटेङ्ग्राहरू किराहरू आएर पुरा खाएर फलाइ चाहिँ दामी छ, तर अलिक पुरा किराले खान्छ। त्यही भएर छेउपट्टि चाहिँ अघि सक्यो भित्ताहरू। अब यहाँ फाँडो रहेको छ होइन, यहाँ फाँडिसक्यो। अब छुट्टीमा काम गर्नै पर्यो है। आफैले रोपेको छ भने जाँगर पनि चल्छ होइन। त्यही भएर चाहिँ म एक्लै भए पनि गर्दैछु होइन। अब आनन्द चाहिँ आज छुट्टी हो, तर अब एकजना त माथि घर बस्नै पर्यो, नानीहरू रुङ्नु। त्यही भएर म निस्किन्छु भनेर चाहिँ म आएको बारीमा। अनि हेर्नु त यस्तो दामी फलिरहेछ। यो चाहिँ मैले नि श्री पञ्चमीमा रोपेको थियो होइन। अन्त अब फल्यो पनि, आफैले मिहिनेत गरेर फलेको छ भने काम गर्नुहरू पनि मजा आउँछ है हो। लटरम्म